हाम्रो कार्यकर्ताहरूले विरोध गर्दाखेरि लखेटिकन निको हुन त महिनौँ लाग्ने गरी कसैका टाउका फुटाएको छ। कार्यालयभित्र छिरेर खोजेर आएर कार्यालयभित्र पसेर कार्यकर्ता पिटेको छ। कुन जमाना, कुन बर्बरता, कुन राणा शासनको जमानामा छु भन्ने लागेको छ सरकारलाई। प्रहरी फेरि के भएको? अस्ति यिनै तत्त्वहरूले प्रहरीलाई लखेटिकन वर्दी उतारे होइन? यिनीहरूले नै अस्ति लखेटिकन नालीमा कुचेको होइन? यिनीहरूले नै प्रहरीलाई कुटेर घाइते बनाएको होइन? हतियार खोसेको होइन? कार्यालय जलाएका, युनिफर्म जलाएको होइन? मजाक बनाएको होइन? त्यही प्रहरी अहिले तिनैका आदेशमा शान्तिपूर्ण ढङ्गले पनि मान्छे हिँड्न नहुने, रेकर्ड राख्ने भन्ने। अहिले जो वास्तवमा जेनजेड भनेका युवाहरू हुन् उनीहरू विरोध गर्छन्, उनीहरूलाई गिरफ्तार गर्छ। 16 खुट्टे थानाको मैले सुने सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाउँ भनेको होइन। पार्टी आफ्ना भए पनि हुन्छ, काममा चाहिँ मिलौँ न, सहकार्य चाहिँ गरौँ न, समान उद्देश्यका लागि समान काममा त जुटौँ, त्यसमा जुटौँ न। मेरो आग्रह सबैमा थियो। अहिले प्रदेश सरकारहरूमा अलिकति अन्यल अलमल जस्तो भएको छ, तर त्यसको समाधान हामी छिटै दिन्छौँ र त्यो अस्पष्टतालाई हामी हटाउँछौँ र स्पष्ट ढङ्गले प्रदेश सरकारहरू, स्थानीय सरकारहरू चल्छन् र केन्द्रमा पनि जे भइराखेको छ, सङ्घीय सरकार मार्फत जे भइराखेको छ, यो कस्तो अवस्था भइसक्यो भने प्रहरीले सडकमा मान्छे देख्न नहुने। हिजोको यसो विरोधमा कुन मन्त्रीको कसको विरुद्धमा बोलेका अरे सडकमा देख्ने बित्तिकै पाटपिट पार्ने, झ्यापझुप समात्ने, लगेर थुन्ने, भर्सक मुद्दा चलाउने। के जमाना आयो यस्तो? यो त पञ्चायत कालभन्दा यता त त्यस्तो देखाएको थिएन। पञ्चायत कालमा पनि यो बर्बरता थिएन। मलाई गिरफ्तार गर्दाखेरि पूर्व प्रधान